तपाईँलाई कतिचोटि भन्नुपर्ने है त्यहाँ लालकान्छीकोमा चाहिँ धेर नजानु भनेर। मलाई फेरि लाटो रिस उठ्यो भने त आँखै पो देख्दिनँ है म त। अनि तिम्रो लाटो रिस उड्नै दिदिनँ म। अबदेखि त्यहाँ धेरै नजानु है, पछि अप्ठ्यारो आइपर्छ अनि। अच्छा हन के को अप्ठ्यारो हौ? अब तिम्रै काकाको घर होइन, अब यहाँ ससुरा जेठा उहाँ कान्छा अनि दाजुभाइ घरमा जाँदा चाहिँ के हुन्छ हौ? अनि मैले पनि आफ्नै बहिनी भनेर त भनेको नि। को नि है को नि, काइला पनि 24 घन्टा कान्छीकोमा हुन्छ अरे। आज चाहिँ थिएन? थियो, त्यहाँ अब गफसप पनि गरेर आएको नि। को नि हौ यो जोर घरे काका पनि के भएको कि, त्यत्रो माग्नु आउँदाखेरि पनि छोरी मान्दैन भनेर दिँदैन। पछि गाउँमा नमिठो गन्ध चल्छ अनि आफै थाहा पाउँछ। ओफ कस्तो कडा गन्ध आएको हो। अनि तिमी ननुहा कति दिन भयो? काकी त साह्रै गनाए त हौ। अहिले मारिदिन्छु है, अघि बिहान मात्रै नुहाएको अहिले। होइन हौ, मेन्जो जिस्किएको के, तिमीले त साँच्चै सम्झी गयौ कि के हो?